रातिको 8 बज्न आँटेको छ। अहिले यो फिनिसिङ हुँदैछ। चिल्लियाको भन्छ नि यसले काका? हजुर, यो ढलाइलाई चाहिँ चिल्ल्याइरहेको अवस्था छ। यतिखेर मस्त अन्धकार भइरहेको अवस्था छ। हामी चाहिँ बिहानै 9 बजीदेखि यहाँ खटिरहेको छौँ र बेलुकाको 8 बजिसक्यो। घरमा पुग्दा 9 बज्छ होला। 9 to 9 कति हुन्छ? 12 घन्टा, झनै 12 घन्टा आज हामीले यहाँ श्रमदानमा बितायौँ। हजुर, 9 to 9 झनै 12 घन्टा नै भनौँ न, होइन? जस्तै कि 12 घन्टा। घरमा पुग्दा 9 बज्छ होला। अहिले चाहिँ हाम्रो हेड मिस्त्री हुनुहुन्थ्यो र यहाँ हाम्रो सुबेदार एमबी लिम्बू भनेपछि 511 जिएल सबैले चिन्नुहुन्छ होला। अघि यहाँसम्म चाहिँ हेड मिस्त्रीले गर्नुभयो, उहाँ चाहिँ सेकेन्ड मिस्त्री हुनुहुन्छ। हजुर, उहाँ पनि धेरै सिपालो भइसक्नु भएको छ। यहाँ हाम्रो सुबेदार मेहरमान सिङ्जागु लिम्बूज्यू, उहाँ चाहिँ लेबर भन्नुहुन्छ। लेबरमा चाहिँ फर्स्ट क्लास रहेछ, एकदम बलियो। यहाँ हाम्रो राम दाजु हुनुहुन्छ, उहाँ पनि सहीमा चाहिँ पेन्सन निस्केर आउनु भएर अहिले पहिचान हाम्रो सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उहाँ धरान 8को अध्यक्ष पनि एकदमै राम्रो कार्यभार आफ्नो सफलतापूर्वक काम गरिरहनु भएको छ। यस्तै छ। जाडो पनि भइसकेको छ। यतिखेर एकदम अन्धकार छ। तर हामी हाम्रो देवी दिदीको घर चाहिँ एकदमै राम्रो बनाउनुपर्छ, एकदम चिल्लो बनाउनुपर्छ भनेर चाहिँ चिल्लाइरहेको छ। एकदम चिल्लाइरहेको छ। एकदम ठुलो बनाउटा भएको छ। हजुर, यस्तो छ, गाह्रो छ। भात तिउन छैन। खाजा चाहिँ खाएको थियौँ अघि हामीले, है, दिउँसो। अहिले खाना घरमा गएर अब पकाएर खानुपर्छ, होइन भने खाजा अघि खाएको छौँ, शुद्ध पनि सकिन्छ। हजुर, अलिक निद्रा लाग्दैन होला, पकाएर खाइहालिन्छ नि। खाना त सधैँ खाएकै हो नि त। यस्तो राम्रो काम त हामी सधैँ गर्नु पाइँदैन नि त, होइन? यो त एउटा संजोग हो। हजुर, समाजसेवा हो। हजुर, त्यसले गर्दाखेरि हामीले खाना खानु आफ्नो ठाउँमा छ। श्रमदान भनेको सामाजिक काम हो। त्यसले गर्दाखेरि अब सेवा नै धर्म हो, सेवा नै धर्म हो भन्नेले गर्दाखेरि हामी बिहानदेखि नै खटिरहेको छौँ। रातिको हजुर, यसरी हामीले अलिक सानो सहयोगद्वारा, होइन, यो एउटा बरन्डाको, होइन, यो हामीले च्यादर लगाएर छानाहरू पनि भइसक्यो, ढलाइ पनि भइसक्यो। त्यसमा चाहिँ हामी एकदमै खुसी छौँ, किनभने एउटा हामीले श्रमदान मार्फत हामीले सफल भयो भनौँ न यो आजको कार्यलाई। जग्गा पनि धेरै छ। यो जग्गा पनि झनै 7 दूरभन्दा धेरै छ। हजुर, यो जग्गा हाम्रो देवी दिदीज्यूले हो। बाँसै नदिएको थियो। बाँस नदिएको बापतमा अहिले म चाहिँ भन्छु पवित्र बहिनीकै हात र पवित्र बहिनीकै सहयोगबाट चाहिँ यो जग्गा मैले यहाँ आउने अवसर पाएँ। धन्यवाद दिन्छु म यो सबै सिङ्गो परिवार, हाम्रो सुबेदार परिवारबाटै र पवित्र बहिनीलाई चाहिँ धेरै हामी सबैलाई धन्यवाद। हामी सबैलाई धन्यवाद, है। अब एकदम चिल्लो भयो। उहाँ लेबर भए पनि धेरै राम्रो काम गर्दै हुनुहुन्छ। काका नरिसाउनु ल, तपाईँलाई लेबर हेड मिस्त्री, सेकेन्ड मिस्त्री, उहाँ चाहिँ लेबर अरे। यहाँ हाम्रो राम दाजुले पनि आज धेरै ढुङ्गाहरू, होइन, ओसार्नु भयो। के को लागि पो ढुङ्गा? सोलिङको लागि ढुङ्गा धेरै चाहिएको थियो। हजुर, 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 हजुर।